हेलो गाइस, फेरि पनि स्वागत छ हजुरलाई मेरो एउटा नयाँ मिनी भ्लगमा। सो आज चाहिँ म घर जान लाग्यो किनभने भोलि चाहिँ हाम्रो मागी रहेको छ। त्यसैले म चाहिँ अहिले जाँदैछु बस पार्कतिर। फेरि म बस पार्कमा पुगिसकेपछि हाइसमा बसेर लाग्छु म सिधै हाम्रो सावा दैजीमा। फेरि म सावा दैजीबाट अटोमा बसेर म लाग्छु लामो जङ्गलको बाटो पार गर्दै म पुग्छु हाम्रो बेलडाडीमा रहेको क्याम्पोमा। त्यसपछि म क्याम्पोबाट लुखुर हिँड्दै म पुगेँ घरमा। जब म घरमा पुग्छु त मेरा केटाहरू म पुग्न साथै मेरो घरमा आइपुग्छ। त्यसपछि हामी सबैजना केटाहरू मिलेर भोलि मागीको चाहिँ स्पेशल के छ भनेर कुरा गर्न पछि लाग्छौँ। त्यसपछि हामी लाग्यौँ एकछिन हिँड्नलाई। हिँडेर यताउता गर्दाखेरि माइजू भेटिनुहुन्छ र म माइजूलाई ढोक गरेर फेरि आफ्नो घरतिर लाग्छु। फेरि म घर फर्किँदाखेरि गाइस आमामा के साह्रो कुरो लागेको थियो हेर्न सक्नुहुन्छ हजुरहरूले। फेरि म घर पुगिसकेपछि मम्मीले यहाँ खाना बनाएर रेडी राख्नु भएको थियो। त्यसपछि मैले खाना खान चालु गरेर त्यसपछि यहाँ भएका के खानेकुराहरू थिए त्यो पनि सबै खाइसकेर म लाग्छु बाहिरतिर। भान्साबाट बाहिर निस्किसकेपछि त हेरेको त आमामा शीत पनि पानी परेको जस्तो परिरहेको थियो। त्यसपछि म लाग्छु सुत्नको लागि र गाइस आजको लागि चाहिँ यति नै भन्न चाहे। फेरि भोलिको मागीको स्पेशल भ्लग आउने छ गाइस, सबैजनाले हेरेर सपोर्ट गरिदिनु होला। र आजको लागि यति भन्न चाहे, फेरि भोलिको भ्लगमा मिल्नेछु भन्दैछु। टेन्सन हस् त, बाई बाई गाइस।